यदि मैले हजुरहरूलाई चाहिँ फुटबलमा तपाईँको हार्ट ब्रेकिङ मोमेन्ट कहिले भएको थिए भनेर क्वेसन सोधेँ भने कहिले भन्नुहुन्छ र के इन्सिडेन्ट भन्नुहुन्छ? मेरो लागि चाहिँ अगस्त 5 2021 थियो, जब मेसीले बार्सा लिभ गरेका थिए। लिभ होइन, फोर्सफुल लिभ। फाइनेन्सियल क्राइसिसले गर्दा बार्साले मेसीलाई रेजिस्टर गर्नै सकेन न्यू कन्ट्र्याक्टमा, फाइनेन्सियल फेयरवेलले गर्दा, फेयर प्ले रुलले गर्दा, किनकि क्लबको डेप्थ मोर देन 1.3 बिलियन थियो। लापोटाले त इलेक्सन जितेका थिए मेसीलाई बार्सामा राख्छु भनेर, तर फोर्सफुल्ली लिभ गर्नु पर्यो। मेसीले त भने 50% म कटअप गर्छु स्यालेरी, 40 गर्छु, 30 गर्छु र म स्यालेरी नलिकन बस्छु नि। म 18 वर्षसम्म बसेका क्लब लिभ गर्न सक्दिनँ भने, तर स्पेनिस लालिगा रुलले गर्दा, फेयर प्ले रुलले गर्दा मेसी वाज फोर्स टु लिभ बार्सा, आफ्नो चाइल्डहुड क्लब। अनि आज एक्कासी फेरि मोमेन्ट आएको छ क्या। इन्टर मायामीको कन्ट्र्याक्ट चाहिँ मेसीले होल्डमा राखेका छन् र उनले भनेका छन् अब आउने 6 महिना बिफोर द वर्ल्ड कप 2026 आई वान्ट टु कम्पिट इन अ हाई लिग, हाई कम्पिटिटिभ लिग। कि फेरि सङ्केत दिएका हुन् त? यो रुमर चाहिँ नराख्नु ल, रुमर नराख्नु। म मेसी बार्सा आउँछ भनेर यति होपमा हरेक वर्ष सोध्छु क्या, हरेक वर्ष एकचोटि त आइदियोस्, एकचोटि त आइदियोस्, एकछिन त खेलिदियोस् भनेर। तर के यो मोमेन्ट हुनसक्छ? डेको र ल्यापोटालाई त अर्को इलेक्सनलाई भयो भने मेसीलाई ल्याउने नै छ क्या बार्सालाई। मेसीलाई बार्सा राख्छु भनेर इलेक्सन जिते मान्छे हो उसले यसपालि। हो, हि इज डुइङ टु गुड बार्सालाई होइन, 1-1 रुलमा ल्याइरहेछ, कति डेप्थहरू क्लियर आउट गरिरहेछ, मेसीको टोटल डेप्थ क्लियर आउट गर्यो, आई एग्री। तर मेसी ल्याउनै पर्छ। मेसी डिजर्भ्स अ फाइनल फेयरवेल, हि डिजर्भ इट। जुन मेसीले पाएनन् त्यो क्राइङ मोमेन्ट अगस्त 5 2021 मा जब मेसीले त्यो क्राइङ स्पिच दिएको थियो नि, द्याट वाज द हार्ट ब्रेकिङ मोमेन्ट। मैले त भनेको थिएँ आई क्यानट सी मेसी वेयरिङ अदर क्लब जर्सी रादर देन दिस, किनकि म बार्सा नै मेसीले गर्दा चिन्छु क्या। हो, तपाईँहरू भन्नु होला रोनाल्डिनोदेखि अरू ठुलो प्लेयरहरू भनेर, तर मेरो एरा भने चाहिँ मेसी नै थिए। तपाईँ एमएसएनको कुरा गर्नुहोस्, जावी इन्स्टाको कुरा गर्नुहोस्, पोल पिके जेको कुरा गर्नुहोस्, म मेसी नै भन्छु, किनकि मलाई मेसीले नै हो बार्सा चिनाएको। र जब मेसीले बार्सा छोडेर गयो मैले बार्सा छोड्नै सकिनँ। आई वाज अलवेज लोयल टु बार्सा नो म्याटर वेयर मेसी प्ले। अनि मेसीको यो रिसेन्ट एउटा स्टेटमेन्ट छ नि, मेसी इज कन्सिडरिङ जोइनिङ अ क्लब अ मोर कम्पिटिटिभ लिग फर अ 6 months बिफोर अ वर्ल्ड कप। अनि होल्डमा राखेका छन् इन्टर मायामीको। आई एम रियली होपफुल ल्यापोटा मेक इट ह्यापन दिस टाइम, किनकि मेसी डिजर्भ्स अ फाइनल फेयरवेल। अनि इफ ही सेयर स्टेज विथ अ यङ प्लेयर लाइक लामिन यामाल, रफिना एन्ड निको, इफ ही विल जोइन, द्याट विल बी अ ब्रिलियन्ट टु सी। अनि मेसीले 6 महिना होइन मजाले कम्पिट गर्न सक्छन् युरोपियन टप लिगमा, त्यो क्वेसनेबल कुरै छैन। कसैलाई क्वेसन लाग्छ भने मेसीले के गरेको थियो त्यो कुरो फेरि भन्नु नपरोस्, मैले सबैलाई यादै छ। अनि मेसीले एउटा फाइनल फेयरवेल चाहिँ डिजर्भै गर्छन् क्या, एउटा रेस्पेक्टफुल मोमेन्ट। यदि 2022 को वर्ल्ड कप मेसीले बार्सा बसेर जित्या भए त यति सेलिब्रेसन गर्थ्यौँ नि हामी, यति सेलिब्रेट गर्थ्यौँ नि स्पेनमा, द्याट वुड बी अ प्राउड मोमेन्ट फर अस। अनि मेसीले किन पनि एउटा रेस्पेक्टफुल र डिजर्भिङ फेयरवेल डिजर्भ गर्छन् भने हि इज द टप स्कोरर, प्लेइङ फर मोर देन 17 सिजन कन्टिन्युअसली, स्कोरिङ 672 गोल फर बार्सा, विनिङ 10 ला लिगा, 7वटा कोपा डेल रे, सुपर कप 8वटा, 4वटा युसिएल, 3वटा युफा सुपर लिग, 3वटा फिफा क्लब वर्ल्ड। इन्डिभिजुअल ट्रफी भन्दिनँ म, मेसीको कुरा गरेर सकिन्न। बार्साको लागि पनि यति जितेका छन् भनेपछि हि इज द लेजेन्ड अफ बार्सा। मेसीले गर्दा नि हो बार्सा चिन्या। मेसी 2 वर्ष मिस आउट हुँदाखेरि युसिएलबाट हामी कुन लिगमा झरेका थियौँ त भन्नै नपरोस्। सो इफ दिस र्युमर इज ट्रु, if he is willing to join a competitive league, he must return to Barca now. Playing 6 months here, it will be enough and pleasure for us. Please Messi, make it happen. अनि क्याम्प नाउ पनि रेडी हुँदैछ अगस्तबाट। अनि नथिङ एल्स, यो र्युमर हो भने पनि आई एम ह्याप्पी, अनि यदि यो ट्रु हुन्छ भने पनि आई एम सो मच ह्याप्पी। तपाईँहरूलाई के लाग्छ? लास्ट मोमेन्ट त डिजर्भ गर्छ नि मेसीले, बार्सा आउनु सक्छ होला त? मेन्सन डाउन गर्नु है त, मेसी।